मैले आमालाई भने, आमा बालेनले देश बनाउँछ। बालेनले हाम्रो सपना पूरा गर्छ। यो भनाइको साक्षी मेरो श्रीमती छिन्। मैले उनलाई अँगालो हालेर उनलाई पनि त्यही भने। मेरो आमासँग कुरा भयो र मैले आमालाई भने, आमा बालेनले देश बनाउँछ। यो मेरो विश्वास हो। मलाई चिन्ता छैन। कुनै पनि दिन अपदस्थ भएको हेलिकप्टरबाट भागेको बच्चालाई गोली ठोकेर भागेको सरकारले लगाएको मुद्दाले, अपदस्थ भएको बच्चालाई टाउकोमा र छातीमा ताकेर गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला। मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ। त्यति मात्र होइन, बच्चालाई छाती र टाउकोमा गोली हानेको सरकारले मलाई गरेको अन्यायको कुनै हिसाब छैन। देशलाई र प्रदेशलाई गरेको हिसाब, त्यो अन्यायको हिसाब अब चाहिँ लिने हो। अब त्यो हिसाब हामी लिनेछौँ। मलाई कुनै परवाह छैन। मलाई विश्वास छ यतिका मूर्धन्य नेताहरू यहाँ उभिनु भएको छ। जनताको यति ठुलो साथ पाएपछि अब चिन्ता गर्न पर्दैन। अब देश समृद्धिको बाटोमा अगाडि बढ्नेछ, सामाजिक न्यायको बाटोमा अगाडि बढ्नेछ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू,